आज हामी थर्मल एक्सपान्सनको यो न्युमेरिकल लिएर आएका छौँ। आज हामी दुईवटा एकदमै इम्पोर्टेन्ट राम्रो प्रब्लमहरू गर्न गइरहेका छौँ। कृपया भिडियो पुरा समय हेर्नु होला। तपाईसँग एउटा स्टिल सिलिन्डर छ, हेर्नुहोस् त। एउटा स्टिल सिलिन्डर छ, यहाँनिर देखिराख्नु भएको छ। स्टिल सिलिन्डर छ, has an aluminum alloy piston and at a temperature of 20 degree Celsius 20 degree Celsius मा when the internal diameter of cylinder 20 degree Celsius मा internal diameter of cylinder कति देखाएको छ हेर्नुहोस् त 10 सेन्टिमिटर। त्यो हुँदाखेरि वरिपरि खाली कति छ अरे 0.05 mm खाली छ अरे। पिस्टन र सिलिन्डरको बीचमा यहाँ 0.5 लेखेको रहेछ, यो 0.05 हो। 0.05 यो पनि कति हो 0.05 mm हो। वरिपरि कति खाली छ अरे 0.05 mm खाली छ अरे वरिपरि। भनेपछि के भयो भन्नु त 20 डिग्री सेल्सियसमा यो पिस्टनको डायमिटर कति भयो 10 सेन्टिमिटर पुरै हो। यतापट्टि खाली कति छ 0.05 अनि यतापट्टि पनि खाली कति छ 0.05। यो घटाएपछि के आयो डायमिटर अफ पिस्टन एट 20 डिग्री सेल्सियस आयो। 10 सेन्टिमिटर माइनस यो 0.05 हो, यो पनि 0.05 हो। mm गरेपछि के आयो डायमिटर अफ पिस्टन एट 20 डिग्री सेल्सियस आयो। अब सिलिन्डर दिएको छ 20 डिग्री सेल्सियसमा यो डायमिटर भयो। यो डायमिटर कति छ अरे 10 सेन्टिमिटर छ अरे। एल्युमिनियम एलोय पिस्टन छ, वरिपरि खाली कति छ 0.05 mm छ। कति डिग्री सेल्सियसमा 20 डिग्री सेल्सियसमा। भनेपछि यो डायमिटर अफ पिस्टन हो। कति डिग्री सेल्सियसमा 20 डिग्री सेल्सियसमा। डायमिटर अफ पिस्टन कति हुने भयो 10 सेन्टिमिटर माइनस 0.05 mm माइनस 0.05 mm गरेपछि के आयो डायमिटर अफ पिस्टन एट 20 डिग्री सेल्सियस। अब यसलाई तताउँदाखेरि कति डिग्री सेल्सियसमा फिट हुने भन्ने कुरो छ। फिट हुँदाखेरि हेर्नुहोस् त के हुन्छ। अब तपाईको सिलिन्डर पनि अलिअलि बढ्दै बढ्दै जाने होला, पिस्टन पनि अलिअलि बढ्दै बढ्दै जाने होला। भने पिस्टन गएर सिलिन्डरमा टम्म मिल्न पर्यो भनेको त्यो टेम्परेचरमा दुईटैको डायमिटर के हुनु पर्यो इक्वल हुनु पर्यो। ल यो इनिशियल कन्डिसन हो। यो सिलिन्डर यो भयो अनि यो पिस्टन चाहिँ यहाँ देखाइएको छ। अब यिनीहरू एक्सपान्ड हुँदैछन्। एक्सपान्ड भएर दुईटैको डायमिटर के हुँदैछ इक्वल हुँदैछ, एक्सपान्ड भयो। ल अब हेर्नुहोस् त सिलिन्डर यहाँबाट यहाँ पुग्यो, हेर्नुहोस् पिस्टन चाहिँ यहाँबाट यहाँ पुग्यो। दुईटैको डायमिटर के भयो दुईटैको डायमिटर हेर्नु त यो डायमिटर अफ पिस्टन र यो डायमिटर अफ सिलिन्डर दुईटै के भयो इक्वल भयो। भने थीटा डिग्री सेल्सियसमा दुईटैको डायमिटर के हुनु पर्यो इक्वल हुनु पर्यो। डायमिटर अफ सिलिन्डर एट थीटा डिग्री सेल्सियस कति डायमिटर अफ सिलिन्डर एट थीटा डिग्री सेल्सियस। यो चाहिँ के भयो डायमिटर अफ पिस्टन एट थीटा डिग्री सेल्सियस। एक्सपान्डेड डायमिटर डायमिटर अफ पिस्टन एट थीटा डिग्री सेल्सियस। यो दुईटै के हुनुपर्छ यो दुईटै इक्वल हुनुपर्छ हैन। ल डायमिटर अफ सिलिन्डर एट थीटा डिग्री सेल्सियस र डायमिटर अफ पिस्टन एट थीटा डिग्री सेल्सियस भनेपछि फिट कति डिग्रीमा हुन्छ भन्दा हामीले थीटा डिग्री सेल्सियसमा हुन्छ भनेर भन्यो। पहिला टेम्परेचर कति थियो 20 डिग्री सेल्सियस थियो। 20 डिग्री सेल्सियसबाट बढेर कहाँ पुग्ने भयो थीटामा। भने चेन्ज इन टेम्परेचर कति भयो थीटा माइनस 20। अब हामी के फर्मुला प्रयोग गर्ने L2 इक्वल्स टु L1 1 प्लस अल्फा डेल थीटा प्रयोग गरौँ है। L2 भनेको डायमिटर अफ सिलिन्डर एट थीटा डिग्री सेल्सियस। यो दुईटैको L2 दुईटैको के हुने भयो इक्वल हुने भयो। ल डायमिटर अफ सिलिन्डर एट 20 डिग्री सेल्सियस 10 सेन्टिमिटर अनि डायमिटर अफ पिस्टन एट कति हुने भयो 20 डिग्री सेल्सियस 10 सेन्टिमिटर माइनस 0.05 हो। यो पनि कति हो 0.05 mm गर्दा कति आयो 9.99 सेन्टिमिटर आयो। द फिट इज पर्फेक्ट एट थीटा डिग्री सेल्सियस भनेर मान्यौँ हामीले। दुईटैको इक्वल हुनु पर्यो।
ल यो फर्मुला भयो, भ्यालु राखौँ है। यहाँ थीटा माइनस 20, यहाँ यो सबै भ्यालु राख्यौँ हामीले। ल यो फेरि भ्यालु राख्यौँ, त्यही नै भ्यालु रिपिट भएछ, ठिकै छ। थीटा माइनस 20, यो थीटा माइनस 20 कमन लिनुहोस्। थीटा माइनस 20 कमन लिएको, यो इक्वल्स टु कति भयो, यति हुन गयो। ल सल्भ गर्नुहोस्। डायमिटर अफ सिलिन्डर 20 डिग्री सेल्सियस 10 छ, डायमिटर अफ पिस्टन 20 डिग्री सेल्सियस 9.99 है। यो डायमिटर अफ पिस्टन इन्टु अल्फा पिस्टन गर्दाखेरि यति आउँछ, यो यति आउँछ। ल सल्भ गर्नुहोस्। थीटाको भ्यालु कति डिग्री सेल्सियस आयो, 271.004 डिग्री सेल्सियस आउँछ। अर्को प्रब्लम हेरौँ। अ सिलिका बल्ब अफ नेग्लिजिबल एक्सपान्सिभिटी भने हिट गर्दाखेरि सिलिका बल्बको भोल्युम बढ्दैन भनेको। होल्ड्स 340 ग्राम मर्करी एट 0 डिग्री सेल्सियस। 0 डिग्री सेल्सियसमा सिलिका बल्बले 340 ग्राम मर्करी होल्ड गर्न सक्छ गरे भने तपाईसँग सिलिका बल्ब छ 0 डिग्री, यसको अल्फा 0 भयो नियरली, त्यही भएर नबढेको हो। ल यहाँ मर्करी राख्ने हो भने यहाँ मर्करी कति ग्राम मर्करी होल्ड हुन सक्छ अरे, 340 ग्राम। यहाँ मर्करी कति अटाउन सक्छ अरे, 340 ग्राम 0 डिग्री सेल्सियसमा। ल अब कन्डिसन, यसको क्यापासिटीको बारेमा यो भयो है। बल्बको क्यापासिटीको बारेमा यसरी हामीलाई जानकारी दियो क्वेसनले। सम स्टिल बल्ब्स आर इन्ट्रोड्युस्ड है। ल यसमा के स्टिल बल्ब राखिएछ हेर्नुस् त। सम स्टिल बल्ब्स आर इन्ट्रोड्युस्ड, यहाँ खाली ठाउँ छ नि त, हेर्नुस् त। ल सम स्टिल बल्ब्स आर इन्ट्रोड्युस्ड एन्ड द रिमेनिङ स्पेस इज अकुपाइड एट 0 डिग्री सेल्सियस बाई 255 ग्राम अफ मर्करी। यो जुन खाली ठाउँ छ, यो खाली ठाउँमा कति ग्राम मर्करी अटाउँछ अरे, 255 ग्राम मर्करी अटाउँछ अरे। ल 255 ग्राम मर्करी अटायो, कति ग्राम मर्करी अटायो, 255 ग्राम मर्करी अटाउँछ अरे। भनेपछि के भयो यहाँनिर हेर्नुस् त, यो पुरै भोल्युम जति छ, यो भोल्युम बराबर के भयो, भोल्युम अफ मर्करी प्लस भोल्युम अफ स्टिल भयो यहाँनिर 0 डिग्री सेल्सियसमा है। भने यो फर्स्ट केसबाट हामी भोल्युम पत्ता लगाउँछौँ र यहाँनिर सेकेन्ड केसमा के भयो, स्टिलको भोल्युम र मर्करीको भोल्युम जोड्दाखेरि चाहिँ यति हुन्छ 0 डिग्री सेल्सियसमा है, 0 डिग्री सेल्सियसमा। ल हिटिङ द बल्ब एन्ड कन्टेन्ट्स टु 0 डिग्री सेल्सियस। अब हिट गरियो, हिट गरेपछि के हुन्छ, मर्करीको भोल्युम पनि बढ्छ। मर्करीको भोल्युम बढेको यहाँ रातो डटले चाहिँ, रातो लाइनले देखाइएको छ। स्टिल बल पनि बढ्छ, हेर्नु त यहाँ भित्रपट्टि र बाहिरपट्टि स्टिल बल देख्न सक्नुहुन्छ। भित्रपट्टिको भनेको सुरुको यहाँको हो, बाहिरपट्टिको भनेको एक्सपान्ड भएको हो। भने बिचको ग्यापले के रिप्रेजेन्ट गर्ने भयो, स्टिलको भोल्युम कति बढेछ भनेर रिप्रेजेन्ट गर्ने भयो। ल स्मल सर्कल भनेको ओरिजिनल, यो स्मल सर्कल यहाँको, बिग सर्कल भनेको यहाँको जुन बिग सर्कल छ यो एक्सपान्डेड सर्कल भयो। यहाँ भएको रेड डट, यहाँ भित्रको दुईटाको बिचको रेड डटले के बतायो, एक्सपान्सन अफ स्टिल बतायो। रेड लाइन जुन यहाँ हामीले देखाएका छौँ, रेड लाइन यहाँनिर जुन यो रेड लाइन छ, यसले के बतायो, टोटल एक्सपान्सन अफ मर्करी, कति एक्सपान्ड भयो त मर्करी भन्ने कुरो बतायो। ल मर्करी कति पोखिन्छ त भन्दाखेरि प्रष्टै छ त फिगरबाट हेर्नु त, कति मर्करी पोखिन्छ, स्टिलको एक्सपान्सन कति भयो प्लस मर्करीको एक्सपान्सन कति भयो, त्यति मर्करी चाहिँ यहाँ पोखिन्छ। त्यही त हो नि, स्टिल कति बढो मर्करी कति बढो त्यति पोखिने हो, किनभने भरि राखेका छौँ हामीले त। ल यति मर्करी पोखियो, कति ग्राम मर्करी पोखिन्छ भनेर क्वेसनले दिएको छ हामीलाई, 4.8 ग्राम मर्करी पोखिन्छ भनेर क्वेसनले दिएको छ। अब यो फर्स्ट केसबाट हेर्नुस् त, भोल्युम अफ बल्ब एट 0 डिग्री सेल्सियस र भोल्युम अफ मर्करी एट 0 डिग्री सेल्सियस इक्वल हुने भयो के अरे, भरि राखेपछि 340 ग्राम मर्करी हो
र मर्करीको डेन्सिटी 0 डिग्री सेल्सियसमा 13.6 हो, त्यही भएर 25 सीसी। भनेपछि यो क्यापासिटी कति सीसी को रहेछ भन्ने कुरा थाहा भयो हामीलाई। 25 सीसी 25 सीसी को रहेछ भनेर थाहा भयो 0 डिग्री सेल्सियसमा है। भने यहाँ यो सेकेन्ड केसमा पनि यो क्यापासिटी कतिको छ? 25 सीसी को हो, 25 सीसी को। तर यो 25 सीसी अहिले के जोडेर हुने भयो? 25 सीसी चाहिँ स्टिल बल प्लस मर्करी जोड्दाखेरि चाहिँ कति हुन्छ? 25 सीसी हुन्छ सेकेन्ड केसमा। भोल्युम अफ मर्करी एट 0 डिग्री सेल्सियस कति त? यहाँनिर भोल्युम अफ मर्करी एट 0 डिग्री सेल्सियस, किन यहाँ 255 ग्राम मर्करी छ नि त। कति ग्राम मर्करी छ सेकेन्ड केसमा? यहाँ 255 ग्राम मर्करी छ। भने 255 ग्राम मर्करी भनेको वास्तवमा कति मर्करी हो त? कति भोल्युम हो त? मास त 255 ग्राम हो, भोल्युम कति हो त? यहाँ भएको मर्करीको भोल्युम कति हो भन्दाखेरि हामीले मास बाई भोल्युम गर्यौं। 0 डिग्री सेल्सियसमा डेन्सिटी 13.6 हो भनेपछि 18.75 सीसी। भनेपछि यहाँ भएको मर्करीको भोल्युम कति रहेछ? 18.75 सीसी रहेछ। यो टोटल भोल्युम कति हो? टोटल भोल्युम 25 सीसी हो। भने यहाँ भएको स्टिल बलको भोल्युम 0 डिग्री सेल्सियसमा कति रहेछ भनेपछि घटाएपछि आयो। ल भोल्युम अफ स्टिल एट 0 डिग्री सेल्सियस 25 माइनस 18.75 गरेपछि 6.25 सीसी भयो। भने एक्सपान्ड हुन भन्दा पहिला हामीसँग स्टिल कति रहेछ? 6.25 सीसी रहेछ। मर्करी कति रहेछ? 18.75 सीसी रहेछ। यसैलाई हिट गरेको 18.75 सीसी मर्करी र 6.25 सीसी स्टिललाई चाहिँ के गरेको हो? हिट गरेको। हिट गर्दाखेरि यहाँ मर्करी पोखिएको। अब यहाँ मर्करी पोखिएको कति? 4.8 ग्राम मर्करी त पोखियो। हेर्नु कति भोल्युम पोखियो त? यो त यहाँ त 100 डिग्री सेल्सियस छ नि त। मास त 4.8 ग्रामै हो, मास त चेन्ज भएन, तर भोल्युम त चेन्ज हुन्छ नि त। त्यही भएर हामीलाई भोल्युम अफ मर्करी एट 100 डिग्री सेल्सियस चाहिन्छ, अथवा डेन्सिटी। भोल्युम त हामी निकालौँला, डेन्सिटी अफ मर्करी एट 100 डिग्री सेल्सियस। यसको भोल्युम निकाल्नको लागि कति मर्करी पोखियो त भनेर भोल्युम निकाल्नको लागि पहिला हामी यो त 100 डिग्री सेल्सियसको कुरा हो यो। त्यही भएर यसलाई पहिला हामीले डेन्सिटी अफ मर्करी एट 100 डिग्री सेल्सियस निकालौँ। त्यो कति हुन्छ? डेन्सिटी एट 0 डिग्री सेल्सियस अपन फर्मुला यो भयो, गएर 13.359 ग्राम पर सीसी आयो। मर्करीको डेन्सिटी कति हुँदो रहेछ? 13.359 ग्राम पर सीसी। अब यसको सहायताले हामी यो जुन 4.8 ग्राम मर्करी पोखियो भनेको छ, त्यो पोखियो भनेको कति ग्राम पोखियो त? हैन, फेरि मास बाई भोल्युम गरेपछि आयो कति ग्राम रहेछ भनेर। भने यो 4.8 ग्राम पोखियो भनेको कति सीसी पोखियो भनेको हो त? भने 4.8 ग्राम मास भयो, 13.359 चाहिँ यसको के भयो? डेन्सिटी भयो। भाग गर्नुस्, भाग गर्दाखेरि कति आयो? यति आयो। भने यति सीसी मर्करी चाहिँ ओभरफ्लो भएछ। यहाँ चाहिँ मासको भाषामा थियो क्वेसनले दिएको। हामीलाई चाहिने हुनाले यसलाई कुन भाषामा लिएर गयौं? भोल्युमको भाषामा लिएर गयौं। भोल्युम अफ बल्ब एट 0 डिग्री सेल्सियस इक्वल्स टु यो चाहिँ 25 सीसी हामीले निकालिसक्यौं। भोल्युम अफ स्टिल 6.25 सीसी, यो पनि निकालिसक्यौं। मर्करीको डेन्सिटी 100 डिग्री सेल्सियसमा, यो पनि निकालिसक्यौं। 4.8 ग्राम भनेको यति सीसी हो, यो पनि हामीले निकाल्यौं। यति कुरा हामीले गर्यौं। ल अब ओभरफ्लोइङ मर्करी भनेको यही हो। ओभरफ्लोइङ मर्करीको भोल्युम कति हो? 0.3593। एक्सपान्सन अफ मर्करी भनेको त कति हुन्छ? गामा भी डेल थीटा हो फर्मुला। एक्सपान्सन अफ स्टिल भनेको पनि यही हो। अब यिनीहरुका भ्यालु राखौं, भ्यालु राख्यौं हामीले। यति आयो। गामा स्टिल भनेको त के हो? 3 अल्फा हो। यसलाई सल्भ गर्दाखेरि हामीले यति पायौं। स्टिलको कोएफिसिएन्ट अफ लिनियर एक्सपान्सन चाहिँ हामीले 1.162 इन्टु 10⁻⁻6 पर केल्भिन हुने रहेछ। कृपया हाम्रो फेसबुक पेज
फिजिक्स विथ फिजिक्सलाई फलो गरिदिनु होला। हामी तपाईहरुको लागि दिनदिनै यस्तै खालका एनिमेटेड नयाँ नयाँ भिडियोहरू जहाँ हामीले तपाईहरुलाई प्रब्लम थ्योरीहरू एकदम सजिलोसँग सिकाउने प्रयास गर्नेछौँ। हामी सधैँ नै अपडेट गरिरहेका हुन्छौँ। तपाईहरुले हामीलाई फलो गरिदिनु भयो भने हामीलाई अरु भिडियो बनाउन हामीलाई हौसला प्रदान हुन्छ। कृपया हाम्रो फेसबुक पेज फिजिक्स विथ फिजिक्सलाई फलो पनि गरिदिनुस्, लाइक पनि गरिदिनुस्, कमेन्ट पनि गरिदिनुस्, शेयर पनि गरिदिनुस् है त। धन्यवाद।